के तपाई पनि अस्ट्रेलियाको लागि अप्लाई गर्ने सोचमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने यो कुराहरू बुझेर मात्रै अप्लाई गर्नुहोला, नत्र तपाईको भिजा नै नलाग्न सक्छ। अहिले अस्ट्रेलियाले कम्प्लिटली भिजामा रोक लगाएको त छैन, तर नेपाल प्रायोरिटी लिस्टमा नभएको हुँदा जेन्युन स्टुडेन्ट्स र स्ट्रङ डकुमेन्टेसन भएको स्टुडेन्ट्सहरूले भिजा पाउने चान्सेसहरू धेरै छ। त्यसैले यदि तपाईलाई अस्ट्रेलियाको लागि भिजा लगाउन मन छ भने here are a few things that you guys should know about. फर्स्ट क्राइटेरिया हुन सक्छ तपाईको स्टडी ग्याप र जीपीए। यदि तपाईको जीपीए 3 भन्दा तल छ, फर एक्जाम्पल 2.3 or 2.6 छ, अनि स्टडी ग्यापको कुरा गर्दा तपाई 2023 or 24 को पास आउट हुनुहुन्छ भने आई थिंक यू शुड वेट फर अ मोमेन्ट, किनभने तपाईहरुले भिजा पाउने चान्सेसहरु हल्का थोरै छ। सेकेन्ड क्राइटेरिया हुन सक्छ तपाईको आइएल्ट्स और पीटीई को स्कोर। यदि तपाईको आइएल्ट्स मा 6 ब्यान्ड आको छ और पीटीई मा 50 अबभ आको छ भने तपाईले अप्लाई गर्न सक्नुहुन्छ, तर भिजा ग्यारेन्टी चाहिँ हुँदैन। थर्ड क्राइटेरिया हुन सक्छ तपाईको डकुमेन्टेसन। यदि तपाईले 1 इयर को बैंक स्टेटमेन्टहरु प्रिसाइज पारामा कलेक्ट गरेर राख्नु भएको छ अनि तपाईको 2 इयर को ट्याक्स क्लियरेन्सहरु पनि राम्रो छ भने तपाईले अप्लाई गर्न सक्नुहुन्छ। सो यो सबै क्राइटेरिया बुझेर यदि तपाई अप्लाई गर्ने सोचमा हुनुहुन्छ भने यु क्यान डीएम अस or visit our office.